Hi everyone, welcome to 100 plus study with me vlog. आज म यो हप्तामा 500 प्लस पेज नोट बनाउने छु। 500 प्लस पेज नोट नट अ जोक, जसमा बिजनेस इन्भाइरोमेन्ट, ट्याक्सेसन र मार्केटिङ यो तीनवटा सब्जेक्ट हुनेछ र यो च्यालेन्जलाई मैले पुरा गर्नु नै पर्छ। So, if you are new in this channel, my name is Pankaj Mandal, a third year BBS student at MMAMC College. नोट बनाउनको लागि म यो तीनवटा पेनको युज गर्नेछु, जसमा यो दुईटा पेन पुरै नयाँ छ भने यो अलिकति युज भएको छ र नोट बनाइसकेपछि यो तीनवटा पेनको इङ्क सक्छ कि खाली नै हुन्छ यो पनि हेर्नु छ। सो सुरुमा स्टार्ट गर्ने हो यो सब्जेक्टबाट, नेपालमा प्रणाली। सो लेट्स स्टार्ट। अहिले ट्याक्सेसनको 5 पेज नोट्स भइसक्यो र 500 को लागि अरू यसमा दुईटा जिरो पुगाउनु पर्छ। तर योभन्दा अगाडि अलिकति रिल्याक्स हुने र चिया खाने, अनि त्यसपछि फर्दर बाँकी रहेको नोट्सहरू बनाउने। ओके, perfectly capable of creating a life I love. I am learning to trust myself and make peace with what I can't control. I always have a say in who I am today, and I can always change who I'm becoming. This is my life. I am my own hero. Nobody but me can decide where I will go. This is my time. No matter what life throws, I always have the power to change my state of mind. This is my life. This is my life. Owning all of my past mistakes, moving forward with more confidence. सो आज 500 पेज नोट्सको डे 2 हो र हिजो मैले 20 पेज नोट्स मात्र बनाउन सकेँ अलिकति कामको कारणले, र आज डे 2 मा 100 पेज नोट्स बनाउने आजको टास्क, र जसमा म बिजनेस इन्भाइरोमेन्टको आज नोट्स बनाउँछु 100 पेज। बिजनेस इन्भाइरोमेन्टको मसँग बुक छैन, तर मैले पिडिएफहरू डाउनलोड गरेको छु। यसको त्यहीबाट गर्ने, पिडिएफ र युट्युबबाट गर्ने। सो लेट्स बिगिन। नेपालको व्यावसायिक वातावरणका समस्याहरू। Life throws, I always have the power to change my state of mind. This is my life. This is my life. I will never win by holding on to pain. Happiness begins within. Day by day I will keep building my future. Nothing can get in my way. This is my life. I am my own hero. Nobody but me can decide where I will go. This is my time. No matter what life throws, I always have the power to change my state of mind. This is my life. सो आज हो 500 पेज नोट्सको डे 3 र आज फाइनेन्स र ट्याक्सेसन यो दुईटा सब्जेक्ट गर्छु, जसमा आजको टार्गेट भनेको 150 पेज दुवैको नोट्स बनाउने। 150 पेज जसमा फाइनेन्स र ट्याक्सेसन यो दुईटा सब्जेक्ट। सो लेट्स बिगिन।
सो आज 500 पेज नोट्स च्यालेन्जको डे 7 थियो, अर्थात् लास्ट डे। र यसमा मैले लगभग च्यालेन्ज कम्प्लिट गरेँ र यसमा एक दिन मलाई बढी लाग्यो। धेरै डिस्ट्र्याक्सनहरू भएको कारणले, बिचबिचमा धेरै डिस्ट्र्याक्सनहरू भएको कारणले एक दिन बढी लाग्यो, जसमा मैले 500 पेज नोट्स च्यालेन्ज लिएको थिएँ र जसमा मैले सुरुमा बिजनेस इन्भाइरोमेन्टको 150 पेज लेखेको छु। बिजनेस इन्भाइरोमेन्टमा 150 पेज, अनि त्यसपछि फाइनेन्समा पनि 150 पेज। सो आज 500 पेज नोट्स च्यालेन्जको लास्ट डे, अर्थात् डे 7 हो। मलाई यसमा एक दिन बढी लाग्यो किनभने बिचमा धेरै डिस्ट्र्याक्सनहरू आएको थियो, र जसमा 500 पेज नोट्स च्यालेन्जमा मैले सुरुमा फाइनेन्सको 80 पेज नोट्स लेखेँ। यसमा 80 पेज लेखेको छु प्रोपरली। अनि त्यसपछि बिजनेस इन्भाइरोमेन्टमा मैले 150 पेज नोट्स लेखेको छु। बिजनेस इन्भाइरोमेन्ट 150 पेज। अनि त्यसपछि मार्केटिङमा 80 पेज नोट्स लेखेँ। अनि मसँग त्यो बुक्सहरू नभएकोले मैले 3वटा मात्रै राखेको थिएँ, तर बुक्स नभएकोले मैले अरू आफूसँग भएकोहरूबाट पनि बनाएँ। सो 5वटै सब्जेक्टहरू मिलाएर बनाएको थिएँ। अनि जसमा बिजनेस लको 90 पेज नोट्स, अनि त्यसपछि ट्याक्सेसनको
106 पेज नोट्स बनाएँ जुन चाहिँ 500 पेजभन्दा अलिकति बढी भएको छ। सो आजको लागि यति।